हेलो एभ्रिवान, मसँग चाहिँ मुक्तकहरू छ कमेन्टमा पठाउनु भएको धेरै साथीहरूले। अनि मैले चाहिँ जो मन पर्यो चाहिँ स्क्रिनसट गरेर राखेकी थिएँ। म चाहिँ सुनाउँछु ल। भिडियो अन्तिमसम्म हेरेर चाहिँ साथ दिनु होला है। गणेश साउदजीले पठाउनु भएको छ। न त निन्द्रा न त भोक छ, हाँस्दै भनिदिएँ। मनमा चिन्ता अनेक शोक छ, हाँस्दै भनिदिएँ। वर्षौँ पछि भेट्दा उनले के छ भनी सोधिन्। तिमी बाहेक सबै थोक छ, हाँस्दै भनिदिएँ। मिठो है। अर्को छ साहित्य प्रेमी प्रकाश सिंह ठकुरी। उहाँले मुक्त पठाउनु भएको छ, म सुनाएँ। त्यो मनले गुनासो गर्ला, बुझ तिमीले। याद आउला आँसु झर्ला, बुझ तिमीले। दुनियाँसँग खेलवाड गर्ने तिम्रो बानी रहेछ। भोलि गएर तडपिनु पर्ला, बुझ तिमीले। मिठो है। बजुरेली माइलोले पठाउनु भएको छ। नाम छैन, जात छैन, थर छैन पिरतीको। अरू पनि के छैन, घर छैन पिरतीको। व्यर्थै किन चिन्ता गर्छौ, भोलि कसले देखेको छ र। जे पनि त हुन सक्छ, भर छैन पिरतीको। प्यारी, मिठो है, साह्रै मिठो। ल, तपाईहरुलाई कस्तो लाग्यो मुक्तकहरू कमेन्ट गर्नु होला। ओके, मलाई चाहिँ एकदमै मन पर्यो है। थ्यांक यू।